आज हामी एउटा यस्तो क्रिकेट म्याचको चिरफार गर्दैछौँ जहाँ प्रेसर, पर्फर्मेन्स र प्लेअफको हिसाबले पुरै कथा नै बदलियो। ल सुरु गरौँ नेपाल प्रिमियर लिगको त्यो खेलबाट जुन डिसेम्बर 5, 2025मा लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स बीच भएको थियो। अब हेर्नुस्, खेल सुरु हुनुभन्दा पहिले नै माहौल कस्तो थियो। एकातिर लुम्बिनी जो प्लेअफमा पुगिसकेको थियो, आफ्नो लय कायम राख्न चाहन्थ्यो, अनि अर्कोतिर जनकपुर जसको लागि यो खेल प्रतिष्ठाको मात्र थियो। जनकपुरले टस जित्यो र पहिले ब्याटिङ रोज्यो, मतलब उनीहरूले आफैमाथि एउटा राम्रो स्कोर बनाउनुपर्ने प्रेसर लिए। तर जनकपुरको यो योजना सुरुमै बिग्रियो। उनीहरूको ब्याटिङ त सुरुदेखि नै लडखराउन थाल्यो। पहिलो ओभरमै पहिलो विकेट, यो त आउँदै गरेको आँधीको सङ्केत मात्रै थियो। सोच्नुस् त, पावर प्ले सकिँदा नसकिँदै जनकपुरका टप 3 ब्याट्सम्यान आउट, जम्मा 36 रनमा 3 विकेट। र इनिङ्स आधा पनि भएको थिएन, चौथो विकेट पनि गयो। अब त जनकपुरको हालत एकदमै नाजुक भइसकेको थियो। जनकपुरले जसरी तसरी आफूलाई सम्हाल्न खोज्दै थियो, तर त्यही बेला लुम्बिनीका कप्तानले यस्तो जादु गरे कि खेलको पुरै पासा पल्टियो। हो, यही थियो खेलको सबैभन्दा ठूलो टर्निङ पोइन्ट। कप्तान रोहित पौडेलले लगातार 2 बलमा 2वटा विकेट लिएर जनकपुरको ब्याटिङको मेरुदण्ड नै भाँचिदिए। त्यो 1 ओभरपछि त जनकपुरको टिम पुरै छिनोभिन्न भयो। स्कोरबोर्डमा जम्मा 84 रन थियो र 6 जना ब्याट्सम्यान पेभिलियन फर्किसकेका थिए। तर क्रिकेटमा जहिले पनि एउटा तर हुन्छ, होइन त? सङ्गीत कुरे र मयन यादवको सानो साझेदारीले जनकपुरलाई अलिकति आशा जगायो। हो, यही साझेदारीले गर्दा जनकपुरले बल्लतल्ल 1332 रनको स्कोर बनाउन सक्यो। स्कोर खासै ठूलो त थिएन, तर के थाहा डिफेन्ड गर्न सकिन्छ कि? ल, अब सुरु भयो खेलको दोस्रो भाग, लुम्बिनी लायन्सको तनावपूर्ण रन चेस। अब सबैको मनमा एउटै कुरा थियो के 133 रनको टार्गेट लुम्बिनी जस्तो टिमलाई रोक्न काफी होला त? र खेलमा हेर्नुस् त, कस्तो संयोग! जनकपुरको जस्तै लुम्बिनीले पनि पहिलो ओभरमै आफ्नो पहिलो विकेट गुमायो। चेज सुरुदेखि नै एकदमै टेन्स भयो। तर फेरि एकपटक लुम्बिनीका लागि सङ्कटमोचक बने कप्तान रोहित पौडेल। बलले मात्र होइन, यसपालि ब्याटले पनि उनले टिमलाई सम्हाले। तर कथामा ट्विस्ट आउन बाँकी नै थियो। पहिलो इनिङ्सको कार्बन कपी जस्तै जनकपुरका मयन यादवले पनि लगातार 2 बलमा 2 विकेट लिएर खेलमा फेरि सनसनी फैलाइदिए। अचम्मको कुरा के भने लुम्बिनी पनि ठिक त्यही स्कोर 84 रनमा 4 विकेटको नाजुक अवस्थामा पुग्यो, जहाँ जनकपुर थियो। खेल त पुरै बराबरीमा आएको थियो। यसले गर्दा खेलको अन्त्य एकदमै रोमाञ्चक हुन पुग्यो। अब त कसले जित्छ भन्नै नसकिने अवस्था थियो। त्यसो भए आउनुहोस् अब हेरौँ यो नाटकको अन्तिम पर्दामा के भयो। र अन्त्यमा प्लेअफमा पुगेको टिमले आफ्नो नर्भसनेसलाई कन्ट्रोल गर्यो। लुम्बिनीले अन्तिम ओभरको पहिलो बलमा छक्का हानेर यो अविश्वसनीय खेल जित्यो। अनि प्लेयर अफ द म्याच को होला त? पक्कै पनि बल र ब्याट दुवैबाट खेल जिताउने प्रदर्शन गरेका लुम्बिनीका कप्तान रोहित पौडेल। यो जितसँगै लिग टेबलमा पनि सबै कुरा फाइनल भयो। लुम्बिनी चौथो स्थानमा रहँदै प्लेअफका लागि क्वालिफाई भयो भने जनकपुरको यात्रा पुछारमा टुङ्गियो। यो पुरै खेलले हामीलाई एउटा गहिरो प्रश्न सोच्न बाध्य बनाउँछ। एउटा म्याच विनिङ पर्फर्मेन्स भनेको के हो? कुनै एक खेलाडीको एक क्षणको जादु कि सबैभन्दा महत्त्वपूर्ण समयमा देखाइएको निरन्तर प्रयास?